2079 सालको स्थानीय तहको चुनावमा नेपालका सबै पोलिटिकल पार्टीहरूले करिब 5,000 करोड र प्रदेशको चुनावमा 4500 करोडभन्दा धेरै खर्च गरेका थिए। सङ्घको चुनावमा पनि यसको डबल वा त्रिबल पैसा खर्च भयो भनेर सजिलै अनुमान लगाउन सकिन्छ। अहिलेको चुनावमा पनि नेपालका सबै पार्टीहरूले करोडौँमा पैसा खर्च गरेका छन्। तर नेपालमा पोलिटिकल पार्टीहरूले आफ्नो एक्चुअल आम्दानी र खर्च पब्लिक गर्ने नियम नै छैन। त्यसैले एक्चुअल डाटा कहिले पनि सार्वजनिक नै हुँदैन। उनीहरूले प्रत्येक चुनावमा आफ्नो पार्टीको मान्छेलाई जिताउन साम दाम दण्डभेद जुनसुकै हदसम्म पनि जान तयार हुन्छन्। यो कुरा त हामीहरूले बितेको 21 वर्षदेखि हेर्दै नै आइरहेका छौँ। तर यसको लागि पनि उनीहरूले ठुलो धनराशि खर्च गर्नुपर्छ, नत्र उनीहरूलाई आफ्नो पार्टीको अस्तित्व कायम राख्न पनि धेरै नै मुस्किल पर्छ। त्यसैले उनीहरूले प्रत्येक चुनावमा पैसाले भोट किन्ने, भोजभतेर गर्ने, नारा जुलुस गर्ने जस्तो कामहरू गरिरहन्छन्। 2079 सालको चुनावमा 86 वटा पोलिटिकल पार्टीहरू मध्ये 12 वटा पार्टीले मात्रै सिट जितेर पार्लिमेन्टमा गएका थिए भने अहिलेको चुनावमा पनि 114 वटा पोलिटिकल पार्टीहरू मध्ये 6 वटा पार्टीले मात्रै सिट जितेर पार्लिमेन्टमा गएका छन्। तर यी जुन पार्टीहरू संसदमा पुग्छन् उनीहरू ब्याङ्कर भए वा उनीहरूसँग पैसाको कमी भयो भनेर कहिले पनि न्युज सुन्नु भएकै छैन होला। नयाँ पोलिटिकल पार्टी होस् वा पुरानो पोलिटिकल पार्टी होस्, उनीहरूले र्याली गर्ने, ठुलो भोजभतेर गर्ने र मार्केटिङमा गरेर करोडौँ पैसा खर्च गरिरहेका हुन्छन्। जो सत्तामा छ उनीहरूसँग त पैसा कमाउने हजारौं तरिका हुन्छन्, तर जो अपोजिसन पार्टीहरू हुन्छन् उनीहरूले कसरी सर्भाइभ गर्छन्? आउनुहोस् आजको यो एपिसोडमा बुझ्ने कोसिस गरौँ। नेपालको धेरैजसो पोलिटिकल पार्टीहरूको सबैभन्दा पहिलो र जेन्युन इन्कम भनेको नै मेम्बरसिप र लेभी फी हुन्छ। पार्टीमा आबद्ध भएका पार्टी मेम्बर र मन्त्रीहरूले मन्थली वा इयरली रूपमा सर्टेन मूल्य तिर्नुपर्छ। यसरी हेर्दा जति ठुलो पार्टी भयो वा त्यो पार्टीमा मेम्बरहरू हुन्छन् त्यो पार्टीको इन्कम पनि त्यति नै धेरै हुन्छ। नेपालमा एमाले र काङ्ग्रेस जस्ता ठुला पार्टीहरूले यसैबाट मात्रै 10 देखि 15 करोड सजिलै कमाउँछन्। नम्बर 2, कर्पोरेट बिजनेस डोनेसन। जब कुनै पार्टी बहुमत ल्याएर वा संयुक्तबाट पावरमा आउँछ उनीहरूलाई ठुलो व्यापारी, कन्ट्र्याक्टर र बिजनेस फर्महरूले करोडौं पैसा डोनेट गर्छन्। यसको बदलामा यी पोलिटिकल पार्टीहरूले उनीहरूलाई ठुलो ठेक्का दिने, उनीहरूले भनेको ठाउँमा बिजनेस अपरेट गर्न दिने र उनीहरूको लागि फेभरेबल पोलिसीहरू बनाइदिने गर्छन्। अझ यी व्यापारीहरूले एक कदम अगाडि बढेर भविष्यमा जित्न सक्ने क्यापेसिटी भएका बाँकी अरू अपोजिसन पार्टीहरूलाई पनि ठुलो रकम डोनेट गर्ने गर्छन्। किनभने नेपालमा 6 महिनामा सत्ता परिवर्तन भइ नै राख्छ। तर सत्तामा जो गए पनि उनीहरूले कर्पोरेट डोनेसनको पैसाले सबै पार्टीहरूलाई आफ्नो इसारामा नछ्याउँछन्। नम्बर 3, चन्दा। पोलिटिकल पार्टीहरूलाई चन्दा दिने मान्छेहरूमा पार्टी वर्कर र तपाईँ हामीहरू जस्तो मान्छेहरूले पनि ब्याङ्क, क्यास र क्युआर को माध्यमबाट चन्दा दिन्छन्। साथै यी पार्टीहरूले यही माध्यमको युज गरेर कालो धनलाई सेतो बनाउने, डोनेसनको रूपमा आएको जग्गालाई लिलामी र बिक्री गर्ने जस्तो अनैतिक कामहरू पनि गर्ने गरेको धेरै उदाहरणहरू पाइएको छ। यी बाहेक पनि उनीहरूले पार्टीको कुपन बेचेर, ब्याङ्कमा भएको फिक्स डिपोजिटबाट र पार्टीको सम्पत्ति बेचेर प्रत्येक वर्ष अथाह पैसा आर्जन र खर्च गर्ने गर्छन्।